हेलो गाइस, सबैलाई नमस्कार। हामी चाहिँ आज यहाँ मम्मी यहाँ क्या भन्छन् गरे भन्दैन। पाँच भाइ पाण्डवहरूको बस्ती वनवास, राम सीता लक्ष्मण वनवास गरेको जग्गा हो यो। अच्छा त्यस्तो हेर्न सक्नुहुन्छ गाइस, यहाँ चाहिँ यति राम्रो भ्यू छ हैन, कति राम्रो छ हेर्न सक्नुहुन्छ। तर यता चाहिँ नेटले खासै काम गर्दैन रहेनछ अनि फोटो पनि राम्रो आउँदैन। फोटोसुट गर्नलाई क्यामेरा भए त राम्रै हो, तर क्यामेरा छैन हाम्रो पास। कि त क्यामेरा चाहियो कि त आइफोन। हाम्रो पास त अब आइफोन पनि छैन, माइफोन छ। त्यसै राम्रो फोटो चाहिएको छैन। म एउटा भिडियो बनाइदिन्छु त, छोटो मिठो देख्नु हेर्दा कति राम्रो छ। माछाहरू देख्दैछ यहाँ पोखरीमा, मूर्तिहरू छन्, मान्छेहरू हुनुहुन्छ यहाँ धेरै छोटो खाले माछाहरू छन्। कस्तो राम्रो छ चाहिँ यतातिर देख्न सक्नुहुन्छ। जो यो हरिया कपडाहरू लगाउनु भएको छ नि, त्यहाँ चाहिँ हाम्रो नेपाली साथीहरू हुनुहुन्छ। यो हरिया कपडा लगाउने मेरो सबै नेपाली हुनुहुन्छ। नेपालीहरू धेरै छन् आज चाहिँ यहाँ चाहिँ हुनुहुन्छ मेरो ठुली मम्मी। हेलो ठुली मम्मी। ठुली मम्मी तपाईँ आज कहाँ आउनुभएको छ घुम्न? यो चाहिँ मेरो बहिनी हो हैन। कस्तो यहाँ चाहिँ हुनुहुन्छ मेरो ज्वाइँ साहब, मेरा बुढा सब्र्याउ छ न। यिनीहरूको जोडी दामी छ हैन, देख्नु यता परतिर। आज त पुरा नेपालीले भरिएको छ हैन यो ठाउँ चाहिँ। खै त सोध्नु न ज्वाइँ, गाउँबाट आउँछ सबै। तपाईँको घर कहाँ हो? नेपाली हुनुहुन्न रहेछ त। बर्दिया हो। हजुरको कहाँ हो र? हाम्रो चाहिँ सल्यान सल्यानको हुन्छ। थारमारे। उहाँ चाहिँ हुनुहुन्छ युट्युबर। हामी चाहिँ युट्युबर हौँ। हामीले चाहिँ युट्युब खोले धेरै चाहिँ भएको छैन, तर छोटो मिठो आज बनाइदिउँ भनेको हैन। हामीलाई खासै भिडियो बनाउनु त आउँदैन, त्यही पनि पहिलो कोसिस जारी छ हैन। कस्तो छ नोखा यो ठाउँ? एकदमै मन छ। म चाहिँ यहाँ नसिमा आएको 2 वर्ष भयो, 2 चोटि आएँ यहाँ पाण्डव। म चाहिँ फर्स्ट चोटि आउँदैछु, मलाई धेरै राम्रो लाग्यो। मलाई पनि धेरै राम्रो लागिरहेको छ, एकदम नयाँ छ। यो चाहिँ हाम्रो नेपाली ग्रुप हो जस्तो लाग्छ, देख्नु यतातिर। के भयो के देख्न सक्नुहुन्छ साथीहरू, यहाँ चाहिँ खासै त्यस्तो ठाउँ त छैन। त्यही पनि हामीबाट 25-25 रुपियाँ टिकट लिएर त्यही पनि गाली गर्नुहुन्छ। यहाँ फोटोसुट भइरहेछ, भिडियो सुट भइरहेछ, त्यही पनि गाली गरेर राख्नु भएको छ। उहाँ म्यामले जानुभयो, अहिले चाहिँ उहाँलाई देखाउनु चाहन्थेँ म, तर अहिले गइहाल्नु भयो। यहाँको चाहिँ ढाड सट्के जस्तो छ, उकालो मत चढ्नाले ढाड सट्के जस्तो छ। ओ दुख रहा है, ये दुख रहा है, बहुत दर्द हो रहा है ना। किधर दर्द हो रहा है? किधर हो रहा है बिचारी? कठै मेरा जिंदाबाद कर दो। हेर्न सक्नुहुन्छ यहाँ मूर्तिहरू, यहीँको ढुङ्गाले कोडेको मूर्तिहरू हो यो चाहिँ हैन। कति दामी छ हेर्न सक्नुहुन्छ। पाँच भाइ के भन्नुभयो हाम्रो मम्मी? 5 भाइ पाण्डव भन्नुहुन्छ मेरो मम्मीले चाहिँ। यहाँ 1 2 3 4 5 6 भाइ हुनुहुन्छ यहाँ चाहिँ। यहाँ चाहिँ बसिहाल्नु भयो, धेरै थाकिजानु भयो। यहाँ चाहिँ भोग लागिरहेछ। के खान चाहन्छौ बुन? यो चाहिँ मेरो ठुलो बुवासम्म पुगोस् भिडियो हैन। यो छोरीले चाहिँ ठुलो बुवालाई गाली दिएर छ। गाली नि दिए रे। इसको भी थोपडा हेर्नुहुन्छ, देख्नुहोस् यसको थोपडा। देख्नुहोस् यसको स्लिम ज्यान छ।
ठाउँ यति साह्रो क्या यहाँसम्म अब हेर्नुहोस् साथीहरू यस्तो यस्तो ठाउँ छ यहाँनिर खासै रमाइलो छैन उता ठुला ठुला बिल्डिङ छन् दिदी चाहिँ यो हो उहाँ चाहिँ हुनुहुन्छ हाम्रो बाजे बइ हजुरआमा हजुरबा अनि दाई अङ्कल सबै हुनुहुन्छ देख्न सक्नुहुन्छ सेल्फी दिइराख्नु भएको छ उहाँले चाहिँ हामीले पुरै मान्छेले साथै फोटो यहाँ चाहिँ यस्तो छ मूर्तिहरू छन् होइन यही ठाउँकै पत्थरहरू कोरेर बनाएको मूर्तिहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ पानी छ यसमा चाहिँ माछा छन् कस्ता राम्रा राम्रा माछा छन् देख्न सक्नुहुन्छ कति धेरै माछा छ होइन मम्मी आ रही है चल अलिक मछली देखो तो चेतना हरामी भन्छ अनि